अराजक जमातहरूको अस्थायी गठजोड हो। यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो। मान्य सदस्य एकैछिन रोकिनु होला। मान्य सदस्य के भयो? कुन नियम आपत्ति हो? नियमावलीको कुन नियम आपत्ति हो? मान्य सदस्यलाई म बोल्न दिन्छु। पहिला मान्य सदस्यले बोलिरहनु भएको छ, उहाँलाई आफ्नो बोल्ने क्रम समाप्त गर्न दिउँ। त्यसपछि यहाँले उठाउनु भएको नियममा म सुन्नेछु। अहिले बस्नुहोस्। मान्य सदस्यलाई म बोल्ने समय दिन्छु। अहिले उहाँलाई अन्त्य गर्न दिनुहोस्। त्यसपछि तपाईँलाई लागेको नियम आपत्तिको विषयमा म सुन्नेछु। मान्य सदस्य सुरु गर्नुहोस्। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ। यो भ्रम र विरोधाभासको दर्शन हो। चौथो औद्योगिक क्रान्ति पश्चात एआई र अल्गोरिदम यसको प्रमुख प्रेरक चालक शक्ति बन्दै गएको छ। सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपति ज्यू मार्फत प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट किन मूक दर्शक बन्यो?